बनाउन आएको हो पानी खोलेको छ यहाँ हाम्रो ट्याङ्की पानी बनाउन आएको ट्याङ्की साफ हुनेछ यत्रो पाइन्छ पानी पानी कति छ त्यहाँ प्लास्टिक हालेर खाँदैन यतापट्टि उतापट्टिको मान पल्लो पल्लो के छ फेरि मोबाइल हाली पठाउँछ पल्लो आएको छैन होला पानी आउँदैछ कि छैन चेक हाम्रो पानीको मुहान त्यहाँ हेर न पानी त कम्ता हो यो डब्बा हाम्रोमा जाने पानी यहाँ माथिबाट उम्लिन्छ यही पानी खाइन्छ गाइस आज हामी पानी बनाउन आएको यो ठुलो ट्याङ्की तल ट्याङ्की साफ हुँदैछ अहिले पानी बनाएको अब अझै एउटा ट्याङ्की माथि सोर्समा जानुपर्ने छ यो दुई ठाउँबाट आएको छ पानी बनाउने दोषहरू म पनि जाँदैछु पानी बनाउन साथीहरू उपर पुग्यो हो अब यत्रो पाइप छ कुन हो कुन यो चाहिँ होला हाम्रो अब यसको लागि च्यानलको लागि पानी ल्याउने होम पाइप राख्ने पिलर पुलको जस्तै हालेछ यस्तो पानी बनाउनु पानी खानु कहाँ सजिलो छ र जहाँ पाइती पानी हालिरहेछ हो यहाँ माथि पानी हालेको रहेछ यस्तो छ यो त सिलगढीको ट्रेन कुट्ने जस्तै बनाएछ त पिलर त पिलर हालेछ यस्तो पहिरो जाने जग्गा छ यहाँ तल अर्को सोर्स यहाँ माथि अर्को सोर्स यो पाइपहरू ल्याउनु यो त चाइनाको ग्रेट वाल जस्तो देख्छु त म त अनि त्यही त यो त अनि चाइनाको ग्रेट वाल जस्तै छ त अनि पहिरो थालिन्छ त्यही त चाइनाको ग्रेट वाल जस्तै बनाएको रहेछ यस्तो दुःख छ यी पानीको अब यहाँबाट टक्कै लगेर चाहिँ यो कुलोबाट पानी कुदाएर चाहिँ धान खेती बगडा त खानु पर्यो अब यहाँबाट पानी लगेर चाहिँ धान खेती बर्खामा यहाँबाट हुन्छ गाइस अब यहाँ तल अब मेन खोला चाहिँ उहाँ तल बगिरहेको छ मेन खोला चाहिँ अब यहाँबाट चाहिँ लानु पानी उहाँ माथि छ यो ट्याङ्की चाहिँ हामीले पानी खाने ट्याङ्की अब अघि एउटा ट्याङ्की अब यो नेक्स्ट अर्को ट्याङ्की अब यस कालो पाइप हालेको रहेछ त अनि अब यस पानी छैन नि होइन पानी अब यसको पाँचमा गएर अब सिस्नो जस्तो चिसो होइन यो पानी सिस्नो जस्तो चिरा त फेरि बर्बाद हुन्छ त पानी रहेछ कि म यहाँबाट साफ गर्छु नि आम्बो माछा बस्ने कुर जस्तो छ त यो त हेर अब यसबाट म पानी साफ गरेर चाहिँ ट्याङ्कीमा हाल्छु तल दुईजनाले साफ गर्दैछ हो तीनजनाले म चाहिँ अब कुलो साफ गरेर जाएर आज चाहिँ पानी खानुपर्छ यसबाट हो गाइस